आईसीसी विश्वकप लिग 2 अन्तर्गत रहेर आज बिहान 11 बजेबाट नेपाल र युए एक अर्काको सामना गर्दैछन् र नेपालले युएसँग यस त्रिदेशीय सीडब्ल्यूसी विश्वकप लिग 2 को अन्तिम खेल पनि खेल्दैछ। यसअघि विश्वकप लिग 2 अन्तर्गत खेलिएका विभिन्न खेलहरूमा नेपालले प्रत्येक खेलमा हार बेहोरिसकेको अवस्था छ र यसअघि नेपालले अमेरिकासँग 2वटा म्याच खेलिसकेको अवस्था छ भने युएसँग 1वटा म्याच खेलेको छ। आजको यस खेल खेलिसकेपछि नेपाली टिम स्वदेश फिर्ता हुँदैछ। आईसीसी को क्रिकेट ग्राउन्डमा भइरहेको यस म्याचमा नेपालले राम्रो प्रदर्शन गर्न सकिरहेको अवस्था पनि छैन। नेपालले 3वटा खेल खेलिसक्दा पनि नराम्रो पराजय बेहोर्नु परेको अवस्था छ। भर्खर मात्र टी20 वर्ल्ड कप क्वालिफायर म्याचमा क्लिन अफ जित हासिल गरेको नेपालले भने यति बेला ओडीआई म्याचमा एक दिवसीय म्याचमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन, जसको नतिजा स्वरूप पहिलो म्याचमा नेपालले अमेरिकासँग 106 रनको किलो लज्जास्पद हार बेहोर्नु परेको अवस्था थियो भने अमेरिकासँगकै दोस्रो खेलमा नेपालले अमेरिकालाई दिएको 271 को रन 49 ओभरमा सकाएको थियो र विश्वकप लिग 2 अन्तर्गत रहेर नेपालले युएसँग अहिले एक म्याच खेलिसकेको अवस्था छ र एक म्याच आज खेल्दैछ। यसअघिको म्याचमा युएसँग नेपालले हार बेहोरेको अवस्था थियो। नेपाल र युए क्रिकेटका लागि एक अर्काका दावेदार टिम मानिन्छन् र यी टिमहरू एक अर्कालाई हराउनका लागि सधैँ प्रयासरत रहन्छन् र आज हुन गइरहेको युए र नेपालको विश्वकप लिग 2 अन्तर्गतको यस खेलमा हामी केही विवेचना गर्न गइरहेका छौं र केही विश्लेषण गर्न गइरहेका छौं। अर्थात् नेपालले युएलाई हराउनका लागि के कस्तो हरदम प्रयास गर्नुपर्छ र ती प्रयासहरू के हुन सक्छन् भनेर हामीले यस भिडियोमा बताउन पनि गइरहेका छौं। नेपालले पहिले फिल्डिङ गर्छ या पहिले ब्याटिङ गर्छ, त्यो पक्षले नेपाली क्रिकेट टिमलाई जित प्राप्त गर्नका लागि भने एउटा महत्त्वपूर्ण पक्ष हुन्छ। यदि नेपालले पहिले ब्याटिङ पाएको खण्डमा, ब्याटिङ रोजेको खण्डमा कमसे कम पनि युएलाई 270 रनको टार्गेट दिनुपर्ने हुन्छ, 270 रनको लक्ष्य दिनुपर्ने हुन्छ र यो लक्ष्य पुर्याउनका लागि नेपालका ओपनर ब्याट्सम्यानहरू कुशल बोर्देल, आसिफ शेख, त्यस्तै गरेर कप्तान रोहित पौडेल, त्यस्तै गरेर अलराउन्डर दिपेन्द्र सिंह हेरी, यी महत्त्वपूर्ण ब्याट्सम्यानहरूको भूमिका पनि एकदमै महत्त्वपूर्ण हुनेछ। करण केसीले यसअघि भएको अमेरिकासँगको म्याचमा 49 रन जुन महत्त्वपूर्ण रन जोडेका थिए, त्यस्तै विश्वास, त्यस्तै आत्मबल र त्यस्तै प्रहार आजको खेलमा पनि आवश्यकता पर्नेछ नेपाली क्रिकेट टिमको लागि। आफ्नो टिमको महत्त्वपूर्ण विकेटहरू बचाउँदै नेपाली क्रिकेट टिमले कमसे कम 270 रनको आँकडा पहिले ब्याटिङ गरेको खण्डमा पार गर्नुपर्नेछ र त्यसपछि जब नेपालले बोलिङ गर्छ र फिल्डिङ गरिरहेको अवस्थामा नेपाली बलरहरूले ती युएई का ब्याट्सम्यानहरूलाई कसरी हुन्छ, कुन षड्यन्त्र गरेर हुन्छ, साम दाम दण्ड भेद, यी 4वटा तत्त्वहरूको प्रयोग गरेर ती ब्याट्सम्यानहरूलाई पेभिलियन फर्काउने प्रयास गर्नुपर्छ र युएको ओपनर ब्याट्सम्यान 2 जना र त्यसपछि क्रमअनुसार आउने 5औं नम्बरसम्मका खेलाडीहरूलाई हामीले 100 रन भित्रै रोक्न सकेको खण्डमा हामीले युएलाई 150 रन सीमित पार्नेछौँ र त्यो पनि हुन सकेन भने हामीले 200 रन भित्र युएलाई धराशायी पार्नु पर्ने हुन्छ, लक्ष्य दिइसकेपछि या लक्ष्य नदिँदाको अवस्थामा पनि, जसका लागि नेपाली बलरहरूले महत्त्वपूर्ण बलर फ्याँक्नु पर्नेछ र ब्याट्सम्यानहरूले महत्त्वपूर्ण आफ्नो इनिङ खेल्नु पर्ने हुन्छ र हामीले नेपाली क्रिकेट टिमलाई शुभकामना पनि दिन चाहन्छौँ र अहिलेसम्म खेलेका 4वटा म्याचहरू मध्ये कमसे कम एक म्याच त जितेर नेपालको नाम राखिदिनु है। विश्वकप लिग 2 टेबलमा कस्तो परिवर्तन आएको छ त्यसको बारेमा हामीले चर्चा गर्छौं। अब आईसीसी विश्वकप लिग 2 अन्तर्गत रहेर अमेरिका पहिलो स्थानमा छ, जसले 24वटा म्याचहरू खेल्दै 36 अङ्क बटुलेको अवस्था छ। त्यसै गरेर नेपाली टिमको कुरा गरौँ। अब 19वटा खेल खेल्दै नेपाली टिमले यति बेला 12 अङ्कका साथ 7औं स्थानमा छ भने समान 19 खेल खेलेको युएले 8 अङ्कका साथ 8औं स्थानमा अर्थात् अन्तिम स्थानमा रहेको छ।
र भोलि भएको म्याच पश्चात यस अङ्क तालिकामा यस पोइन्ट टेबलमा कस्तो किसिमको परिवर्तन हुन्छ अथवा आज हुने म्याचमा नेपालले कस्तो शानदार प्रदर्शन गर्छ या गर्दैन त्यो जान्नका लागि तपाईले यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ र सँगै रहेको बेल आइकनलाई पनि क्लिक गर्नुपर्ने हुन्छ। धन्यवाद।